खरे टाउको दुखेर सुत्नु भएको छ यो अलिकति भेको गाउन भन्छ नि यस्तै हो होइन गाइस हातमै राम्रो भेट्नु भयो खानु होइन सबै खोइ यहाँ हेर्नुहोस् है त यहाँ हेर्नुहोस् अब के भन्नु म केही भन्दिनँ तपाईँहरू हेरेर बुझ्नु होला। मर्निङ एभ्रिवान, के कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। अहिले पनि बिहान चाहिँ मैले भिडियो सुरुवात गरेको छु किचनदेखि। बिहानको टाइम मैले अब पूजासुजा सकेर आएर मैले चाहिँ पकाएको थिएँ यहाँ भाबर। यहाँ चाहिँ हेर्नुहोस् न, अब तपाईँहरूलाई के देखाउनु होइन, आफूलाई हाँस उठिसक्यो। यो चाहिँ बाबर हो, हेर्नु न कस्तो भयो, एकदम घिरिमिरी भयो बेसी। यो फर्स्ट पकाएको बाबर हो, अनि सेलाएको चाहिँ फेरि यहाँ तातो पार्नु पऱ्यो भनेर तावामा चाहिँ मैले राखिदिएँ। अनि यिनीहरू दोडा चाहिँ ठिकै भयो भन्दा नि हुन्छ, भाँचिएका भरेका बाबर होइन। खाना पाए भयो गाइस, मिठो राम्रो चाहिँदैन, मिठो भयो। हिजो राति चाहिँ अलिअलि गर्मी भएर पङ्खा चलाएर सुतेका थियौँ, अनि त्यसको लागि यहाँ हेर्नु आज टाउको दुख्यो अरे, टाउको दुखेर सुत्नु भएको छ। यो अलिकति भिक्स चिक्स लगाइदिएर चाहिँ अनि सुत्नु भयो। अब के गर्नु गाइस, गर्मी दिनमा पङ्खा चलाएर सुत्न पनि पाइँदैन कि, उसलाई सर्दी लाग्छ, टाउको दुखिहाल्छ, के भन्नुहुन्छ। अनि अब उसको लागि पङ्खा नचलाइ सुत्नुपर्छ। त्यही पनि मैले त थाहा पाइनँ, हिजो राति उसैले बन्द गरेर सुत्नु भयो होइन। म चाहिँ केही थाहा पाउँदिनँ फेरि निदा आएपछि, त्यस्तो धेरै गर्मी नहुँदा। अनि अहिले चाहिँ अवस्था यस्तो छ, टाउको दुख्यो भनेर सुतिरहेको। जहिले त्यस्तै हुन्छ गाई, जहिले टाउको दुख्छ, बिहान उठ्छ, गर्मी दिन लागेपछि जहिले सर्दी लागिरहेको हुन्छ, नाकामा सिगान जहिले हुन्छ। अब यो गर्मी दिनभरि यतिकै अब बोल्नु न त, केही बोल्नु न, बिचारा कस्तो टाउको दुखेर छ, के भन्नुहुन्छ। आँखा खोल्नै नसक्नु हुनुभएको छ होइन। त्यसपछि चाहिँ साथीहरू म चाहिँ यहाँ किचनमा अब खाना नबनाइ हुँदैन होइन। अनि खानामा चाहिँ आज मैले भिन्डी काट्न आँटेँ कि सब्जी बनाउन चाहिँ। भिन्डी चाहिँ म सानो पारेर काट्दिनँ, एकदम मन पर्दैन मलाई, ठुल्ठुला पारेर काटेको मनपर्छ। र भिन्डी त भइहाल्छ। अनि अचारका लागि चाहिँ मैले अब काँचा आम यो टाइममा होइन, काँचा आम कोरेर अनि त्यसपछि वन धनियाँ थियो, वन धनियाँ हालेर अचार बनाउन आँटेँ कि एकदमै मिठो भएको थियो गाइस। हेर्नुहोस् गाइस, मेरो सबै थोक खाना रेडी भइसक्यो। यो भयो अचार, अनि यो दाल, यो भिन्डीको सब्जी, यो भात। अब माजामा यहाँनिर दुध पानी के हालिदिनुहुन्छ र अनि दिनुहुन्छ। हामीका पण्डितजी जानुभयो मन्दिरतिर भोग लगाउन भनेर। अब यो भोग हुन्छ गाइस, आज के भन्नु, बिचारा ज्वरो आएर सुतै हुनुहुन्छ। मरिक्कै हाँस्नुहुन्न, हाँसै उठ्दैन उसलाई त। हाँसै उठ्दैन गाइस, मरिक्कै हाँस उठ्दैन यार। कप्टी कताकुति लाउँदा पनि हाँस उठ्दैन त हामीलाई। झर्को नलगाइ, पड्काउँछु नि अहिले म तँलाई। आफूलाई त अलिकति सन्चो नहुँदा केही भएको छैन गाइस, त्यसै भन्नु कि मैले ज्वरो आएको छ भनेर। त्यसै यहाँ सर्दी लागेर नाकामा चाहिँ यहाँ सिगान मात्रै निस्केको छ। दुखिहाल्छ नि त तेरो टाउको, सधैँ दुख्छ तेरो टाउको भन्नुहुन्छ। अहिले आफूलाई चाहिँ सर्दी लाग्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ लु भन्नु त। एक दिन सर्दी लाग्यो आफ्नो हातमा हाने ल, मैले त्यसै बाहिर आइमीको भेको गाउन भन्छ नि यस्तै हो होइन गाइस, हातमै हाने पनि यहाँ दुखेन मलाई, डर दुख्छ हौ। यहाँ अपर्खि यता हेरे त कसरी दुख्यो, टाउकामा हान्दा दुख्यो मलाई। दुख्छ नि, भेको आउन के सबै के हो त भनेको, के भन्नु भएको, के लड्डु, कुन लड्डु भनेको, के लड्डु भनेको के हो? मोतीचुरका लड्डु चाहिँ गइ गाई गुलियो भन्नु मैले राम खोजेको लड्डु लुकाइदिएकी छु गाई। यहाँ हेर्नु छापी छ सबै। अब भेट्नुहुन्छ कि भेट्नुहुन्न हेर्नु है। यी लड्डु होइन हौ, यी लड्डु खानु न, ती मोतीचुरका लड्डु अब मिठा राम्रो भेट्नु भयो। खानु होइन सबै, खोइ मलाई खोइ कतिवटा खानु, अघि उठेर खानु भयो होला। यहाँ दोडा छन् गाई,
अघि कहाँ एकै गोडा मात्रै अघि खानुभयो गाई 3वटा लड्डु उसैलाई खानुभयो मलाई चाहिँ दोडा मात्रै थोरै थोरै चाहिँ खालि मेरो लागि हुन्छ कि कहिले धेरै हुँदैन लड्डु यहाँ हेर्नु न गाई कस्तो खालको खान मन लागेको होला यत्रो बुढो मान्छे भएर पनि गुलियो किन आज भिडियो गरेछु भनेर देखाउनु भएको सधैँ दिएर खानुहुन्छ तेरो मसँग बिहे हुने अगाडिका त्यो टिकटकका भिडियो हाल्दिउँ एउटा कस्तो चेस न अहिले कति भयो अहिले कति भयो राखिदिनु न तँ कति भयो त्यो कुरो निकालेको होइन मैले अहिले यहाँनिर अहिले मलाई यो भिडियो चालु हुँदैछ नि त्यही भएर मलाई दिए यस्तै गर्नुभएको नभए दिनु न नि गाई यसरी मलाई दिनु न दिएर खानु न यो छ त मेरो दोडा होइन दोडा भाग मेरा गाई भएर आउँछ कि आउँदैन थाहा छैन मैले कहिल्यै जिन्दगीमा यो मोतीचुरका लड्डु खाएकी थिइनँ यत्रो 2 वर्ष भयो हनुमान मन्दिरमा बसेको कसैले चढाउन ल्याएका रहेन आजै चाहिँ मैले खान पाएँ मलाई थाहा पनि थिएन यो मोतीचुरको लड्डु हो भनेर अनि उसले भन्दा थाहा पाएँ सबै खाइसक्नु यहाँ हेर्नुहोस् है त यहाँ हेर्नुहोस् अब के भन्नु म केही भन्दिनँ तपाईँहरू हेरेर बुझ्नु होला यहाँ हेर्नुहोस् कत्रो छ प्याकेट यहाँ हेर्नुहोस् म केही भन्दिनँ ल तपाईँहरू बुझ्नुहोस् को खाँदै धेरै खाँदो रहेछ को के गर्दो रहेछ तपाईँहरू आफै बुझ्नुहोस् गाइस उहाँहरू प्याकेट पनि कत्रो छ हेर्नुहोस् गम्फाउनु भयो नि देख्नु भयो नि